ल सुरु मैले रोप्न आउँदो रहेछ जिन्दगीमा सबै सबै कुरा सिक्नुपर्छ यस। हेलो एभ्रिवान, हामी चाहिँ आज भ्याकेसनमा घर आएको थियौँ अनि घर आउँदा त यहाँ खेत रोप्ने कार्यक्रम चलिरहेको रहेछ। हाम्रो गाउँतिर चाहिँ इरिगेसन एकदमै राम्रो छ र पानी पनि प्रशस्त मात्रामा पाउनु हुनाले असार 15भन्दा अगाडि नै धान रोपेर सकिसक्नुहुन्छ। अनि यो चाहिँ हाम्रो बारी अनि यो चाहिँ हाम्रो गाउँ अनि यहाँ चाहिँ आज धान रोप्ने कार्यक्रम चलिरहेको छ र म हजुरलाई छोटो मिठो डिस्क्रिप्सन दिन्छु है त हाम्रो गाउँतिर कसरी धान रोप्छन् भनेर। अनि यो चाहिँ हाम्रो बहिनी, मेरो आफ्नै बहिनी बिउ ल्याइरहेको छ। उसले चाहिँ धान रोप्ने भनेर खेतमा, तर ऊ चाहिँ खेत रोप्नु भन्दा धेरै टिकटक बनाउन इन्ट्रेस्टेड होला। अनि यहाँ चाहिँ हाम्रो खेत जोतिराख्नु भएको छ। यो चाहिँ सुरुमा पानी राखेर भिजाएर खेत जोतेर अनि त्यसलाई फेरि स्मुदेन गरेर त्यसपछि बल्ल धान रोप्दो रहेछन्। अनि यो चाहिँ मेरो दाइ अनि मेरो माइलो बुवा, उहाँहरूले चाहिँ त्यो स्मुथ सर्फेस बनाइराख्नु भएको छ धान रोप्नको लागि। अनि यो चाहिँ हाम्रो बारी अनि यहाँ चाहिँ बिहान रोप्नु भएको रहेछ, बिहानबाट सुरु गर्नुभएको रहेछ। ऊ त्यहाँ अगाडि चाहिँ 2-4 जना हुनुहुन्छ नि, उहाँहरूले चाहिँ बिउ चाहिँ उखालिराख्नु भएको रहेछ। सुरुमा बिउ राख्दा रहेछन्, बिउ राखिसकेपछि बिउ उखाल्नु हुँदो रहेछ। बिउ उखालिसकेपछि बल्ल खेतमा लिएर रोप्नु हुँदो रहेछ। त्यो जुन डेन्स सर्फेस छ नि, बाक्लो छ नि, त्यहाँनिर चाहिँ बिउ हुँदो रहेछ। अनि यो पातलोवाला चाहिँ धान रोप्नु हुँदो रहेछ। अनि यहाँनिर चाहिँ यहाँ पनि यो पनि बिहानै रोप्नु भएको रहेछ। त्यो चाहिँ तल खोला भयो। अनि त्यहाँ पनि हाम्रो भाउजूहरू कजन्सहरूले रोपिराख्नु भएको छ। अनि यहाँ चाहिँ मेरो बहिनीले आफ्नो आर्ट देखाइरहेको छ, सिटिजन डिजर्भ तपाईँ। अनि उसलाई चाहिँ अब धेरै त्यही हो, के अरे खेत रोप्नुभन्दा धेरै टिकटक बनाउने, रमाइलो गर्ने। अनि हेर्नुहोस्, पानी पनि पर्यो। यस्तो बेलामा चाहिँ खेत रोप्न लास्टै मजा आउँछ अरे। मलाई चाहिँ एकदमै डर लाग्छ यो हिलोसँग। उसले चाहिँ अब आफ्नै नाममातिर लागिसक्यो। अनि यस्तो मजाको पानी पऱ्यो भने त आई लभ रेन। मलाई एकदमै पानी परेको चाहिँ एकदमै मनपर्छ। तर मलाई हिलोसँग चाहिँ डर लाग्छ, त्यही भएर म खेतमा जाँदिनँ। जहिले पनि मेरो काम भनेको भिडियो बनाउने, मेमोरिज क्याप्चर गरिदिने। अनि उनीहरूलाई पनि हेर्नु रमाइलो लाग्छ। अनि मेरो पनि काम भयो जस्तो भयो, उनीहरूलाई पनि इन्जोय भयो। सो सबैलाई मेमोरिज भयो। मेरो चाहिँ सधैँको काम हो है यो भिडियोग्राफर। म फिजियोथेरापिस्ट नभएको भए सायद भिडियोग्राफी गर्थेन होला, त्यति राम्रो पनि छैन ल त। अनि मेरो पनि एकदम खुसी छु, म हजुरलाई देखाइदिन्छु। पानी परेर झन् खुसी भएको छु ल। हस् त, धन्यवाद। आजको लागि यति नै, थ्याङ्क यू।